धेरै धेरै वर्ष पहिलेको कुरा हो। एउटा विशाल जङ्गल थियो जहाँ अग्ला अग्ला रुखहरू आकाशतिर फर्किएका थिए र घना झाडीहरूले जमिन ढाकेको थियो। त्यही जङ्गलमा शक्तिशाली हात्तीहरूको एउटा ठूलो झुण्ड बस्थ्यो। ती हात्तीहरू विशालकाय शरीरका थिए र उनीहरूको पाइलाले जमिन थर्किन्थ्यो। उनीहरूलाई आफ्नो बल र आकारको ठूलो घमण्ड थियो। उनीहरू जङ्गलमा जता पनि निर्धक्क घुम्थे र प्रायः साना जीवजन्तुहरूलाई तुच्छ ठान्थे। उनीहरूले कहिलेकाहीँ त जानी जानी साना जीवहरूको बाटो छेक्थे वा उनीहरूको घर भत्काइदिन्थे। त्यही जङ्गलको एक शान्त कुनामा एउटा सानो तर मेहनती कमिलाको बस्ती थियो। त्यहाँ हजारौं कमिलाहरू मिलेर बस्थे। उनीहरू बिहानदेखि साँझसम्म आफ्नो काममा व्यस्त रहन्थे। कोही खाना खोज्न टाढासम्म जान्थे, कोही भकारीमा अन्न भण्डारण गर्थे र कोही साना कमिलाहरूको हेरचाह गर्थे। उनीहरू सानो भए पनि एक आपसमा असाध्यै सहयोगी थिए र मिलेर काम गर्नमा विश्वास गर्थे। उनीहरूको सानो बस्ती सधैँ क्रियाशील र व्यवस्थित हुन्थ्यो। एक दिन गर्मीको मौसम थियो र हात्तीहरूको झुण्डलाई खुबै तिर्खा लागेको थियो। उनीहरू पानी पिउनको लागि जङ्गलको छेउमा रहेको ठूलो खोलातिर जाँदै थिए। बाटोमा कमिलाहरूको बस्ती पर्यो। सबै हात्तीहरूले त्यो सानो बस्ती देखे, तर कसैले पनि त्यसलाई वास्ता गरेन। केही ठूला र घमण्डी हात्तीहरूले त जानी जानी आफ्नो विशाल खुट्टाले कमिलाको बस्तीलाई कुल्चिदिए। धेरै कमिलाहरू च्यापिएर मरे र उनीहरूको सानो घर पनि धुलोमा मिल्यो। बाँचेका थोरै कमिलाहरू आफ्नो साथीहरू र घर गुमाउँदा धेरै दुखी भए। उनीहरूको सानो मनमा ठूलो रिस र बदलाको भावना जाग्यो। उनीहरूले हात्तीहरूको यो अत्याचार कहिल्यै बिर्सने छैनन् भन्ने कसम खाए। उनीहरूले मिलेर ती घमण्डी हात्तीहरूलाई सबक सिकाउने एउटा गुप्त योजना बनाए। केही समयपछि गर्मीको एक दिउँसो हात्तीहरूको झुण्ड खोलाको किनारमा आराम गरिरहेको थियो। उनीहरू थकित थिए र मिठो निद्रामा डुबिरहेका थिए। त्यही मौका छोपेर कमिलाहरूले आफ्नो योजना कार्यान्वयन गर्न थाले। हजारौं कमिलाहरू एकसाथ मिलेर हात्तीहरूको विशाल शरीरमा चढ्न थाले। उनीहरू बिस्तारै हात्तीहरूको खुट्टा, पेट र कानतिर लागे। जब कमिलाहरू हात्तीहरूको नरम छालामा पुगे, तब उनीहरूले एकैसाथ टोक्न थाले। साना साना कमिलाहरूको तीखो डङ्कले हात्तीहरूको छालामा असह्य पीडा दिन थाल्यो। सुरुमा त हात्तीहरूले वास्ता गरेनन्, तर जब हजारौं कमिलाहरूले एकैसाथ टोक्न थाले, तब उनीहरू छटपटाउन थाले। उनीहरू जोडले चिच्याउन थाले र आफ्नो विशाल शरीर हल्लाउन थाले। हात्तीहरूले आफ्नो खुट्टा हल्लाएर र जमिनमा बजारेर कमिलाहरूलाई हटाउन खोजे, तर धेरै कमिलाहरूले उनीहरूको छालालाई बलियोसँग समातेका थिए। केही कमिलाहरू त हात्तीहरूको कानभित्र पसेर टोक्न थाले, जसले उनीहरूलाई झनै पीडा भयो। ठूला र शक्तिशाली हात्तीहरू साना कमिलाहरूको यो सामूहिक आक्रमण सहन नसकेर हैरान भए। उनीहरूलाई पहिलो पटक आफ्नो बल र आकारको घमण्ड टुटेको महसुस भयो। उनीहरूले बुझे कि सानो भए पनि एकतामा कति ठूलो शक्ति हुन्छ। त्यस दिनदेखि हात्तीहरूको व्यवहारमा धेरै परिवर्तन आयो। उनीहरूले कमिलाहरू र अन्य साना जीवजन्तुहरूलाई कहिल्यै दुःख दिएनन्। उनीहरूले सबैलाई सम्मान गर्न सिके र जङ्गलमा शान्तिपूर्वक बस्न थाले। कमिलाहरू पनि खुसी भए कि उनीहरूले आफ्नो एकताको बलले ती घमण्डी हात्तीहरूलाई सबक सिकाउन सफल भए। उनीहरूले यो पनि बुझे कि सानो भए पनि यदि सबै मिलेर काम गर्छन् भने ठूलालाई पनि पराजित गर्न सकिन्छ। यो कथाले हामीलाई यो महत्त्वपूर्ण शिक्षा दिन्छ कि सानो वा ठूलो जो भए पनि कसैलाई पनि कमजोर सोच्नु हुँदैन र एकतामा सधैँ ठूलो शक्ति हुन्छ। घमण्ड गर्नु राम्रो होइन र सबै जीवजन्तुलाई सम्मान गर्नुपर्छ। कथा कस्तो लाग्यो? त्यो घटनापछि जङ्गलमा एउटा ठूलो परिवर्तन आयो। हात्तीहरू जसलाई आफ्नो बलको घमण्ड थियो, अब साना जीवजन्तुहरूप्रति विनम्र र सहयोगी भए। उनीहरूले कमिलाहरूको बस्तीलाई कहिल्यै पनि बाधा पुर्याएनन् र बरु कहिलेकाहीँ त पानी बोकेर कमिलाहरूको बस्ती नजिकै पुर्याइदिन्थे। जङ्गलका अन्य जीवजन्तुहरूले पनि हात्तीहरूको यो परिवर्तनलाई सकारात्मक रूपमा लिए र सबै मिलेर शान्तिपूर्वक बस्न थाले। कमिलाहरू जसले आफ्नो सानो आकारको बावजुद पनि ठूलो साहस देखाएका थिए, उनीहरूको एकता र बुद्धिको कारण जङ्गलमा सम्मानित भए। उनीहरूले अरू साना जीवजन्तुहरूलाई पनि एकजुट भएर आफ्नो हकको लागि लड्न प्रेरित गरे। कमिलाहरूको बस्ती अब झन् ठूलो र समृद्ध भयो। उनीहरूले आफ्नो अनुभवबाट सिकेका पाठहरू नयाँ पुस्तालाई सिकाउँथे। एक दिन जङ्गलमा एउटा ठूलो खडेरी पर्यो। खोलानालाहरू सुक्न थाले र खानेकुराको अभाव हुन थाल्यो। हात्तीहरू आफ्नो विशाल शरीरको कारणले टाढा टाढासम्म पानी खोज्न जान सक्थे, तर साना जीवजन्तुहरूलाई यो धेरै गाह्रो थियो। जब कमिलाहरूले यो सङ्कट देखे, उनीहरूले फेरि एकपटक आफ्नो बुद्धिको प्रयोग गर्ने निर्णय गरे। उनीहरूले हात्तीहरूसँग मिलेर काम गर्ने योजना बनाए। कमिलाहरूले हात्तीहरूलाई पानीका स्रोतहरू पत्ता लगाउन मद्दत गरे, किनकि उनीहरू सानो ठाउँमा पनि सजिलै छिर्न सक्थे। हात्तीहरूले आफ्नो बल प्रयोग गरेर टाढाबाट पानी बोकेर ल्याएर सबै जीवजन्तुहरूलाई बाँडे। त्यो खडेरीको समयमा हात्ती र कमिलाहरूको एकताले जङ्गलका धेरै जीवजन्तुहरूको ज्यान बचायो। उनीहरूले एकअर्काको शक्ति र कमजोरीलाई बुझेर मिलेर काम गर्दा कति ठूलो समस्या पनि समाधान गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरे।
खडेरी समाप्त भएपछि जङ्गलमा फेरि हरियाली छायो र जीवन सामान्य लयमा फर्कियो। तर त्यो घटनाले हात्ती र कमिलाहरूको बीचको सम्बन्धलाई अझ बलियो बनायो। उनीहरूले सधैँ एकअर्कालाई सहयोग गरे र जङ्गलको सन्तुलनलाई कायम राख्न महत्त्वपूर्ण भूमिका खेले। बुढो हात्तीहरूले नयाँ पुस्तालाई कमिलाहरूको साहस र एकताको कथा सुनाउँथे। उनीहरूले सिकाउँथे कि आकार र बल मात्र सबै थोक होइन, बुद्धि र एकताले ठूलाभन्दा ठूला चुनौतीहरूलाई पनि परास्त गर्न सकिन्छ। त्यसैगरी कमिलाहरूले पनि आफ्नो नयाँ पुस्तालाई हात्तीहरूको विनम्रता र सहयोगको कथा सुनाउँथे। उनीहरूले सिकाउँथे कि गल्ती सबैबाट हुन्छ, तर सच्चा मनले पश्चाताप गरेर अरूसँग मिलेर बस्नु नै जीवनको सही मार्ग हो। अन्ततः कमिला र हात्तीको यो कथा जङ्गलमा एउटा उदाहरण बन्यो। एकता, बुद्धि र आपसी सम्मानले सानो होस् वा ठूलो सबैलाई सफलता र शान्तिपूर्ण जीवन जिउन मद्दत गर्छ। घमण्डले विनाश निम्त्याउँछ भने विनम्रता र सहयोगले सुन्दर भविष्यको निर्माण गर्छ। त्यसैले हामी सबैले एकताबद्ध भएर एकअर्कालाई सम्मान गर्दै अगाडि बढ्नुपर्छ, किनकि सानो प्रयासले पनि ठूलो परिवर्तन ल्याउन सक्छ। कथा यही समाप्त हुन्छ। यो कथाले तपाईलाई कस्तो लाग्यो?